जनतालाई सङ्गठित आन्दोलित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। यतापट्टि किन नसोच्ने? हामी सबैले सोच्न पर्यो एकचोटि, नत्र बर्बाद हुन सक्छ। लुटुन्जेल लुटे, देशलाई खोक्रो बनाए। अनि अब जब चाहिँ पक्राउ पर्न लाग्यो, जब चाहिँ अब कारबाही हुन लाग्यो, सबै लुटेको भ्रष्टाचार गरेको सम्पत्तिहरू जान लाग्यो, अब चाहिँ त्यसपछि जनता चाहियो। अब जनतालाई उतार्ने रे 1 लाख 1.5 लाख जनता चाहिँ हरेक सदरमुकाममा उतार्ने रे, काठमाडौँमा चाहिँ 4-5 लाख जनता उतार्ने रे, अनि सरकार ढालेर उनीहरूको सरकार बनाउने रे। अनि हामीले सबै यो काम चाहिँ छिटोभन्दा छिटो गर्नुपर्छ, नत्र बर्बादै हुन्छ अरे। यत्रो वर्ष लुटेको, खाएको, भ्रष्टाचार गरेको सबै जान्छ भनेर होला। अनि सबै जनतालाई एक गरेर सडकमा आन्दोलन गर्ने रे, त्यसपछि सदनबाट पनि आन्दोलन जारी राख्ने रे, अनि त्यसपछि निर्वाचनमा सबै आफूलाई जिताउने रे, त्यसो गर्ने रे। अब चाहिँ जनता चाहिने भयो। अब जब चाहिँ केही साह्रो अप्ठ्यारो पऱ्यो, नत्र भने जनताको लागि राम्रो काम गरेको थियो भने अहिले डराउनु पर्थ्यो। जनता साथमा हुन्थ्यो, कोहीदेखि केही डर नै हुँदैन थियो। राम्रो काम गरेको भए पो हुन्छ त, नराम्रो काम गरेपछि यस्तै त हो नि।